ओके हेलो साथीहरू, गुड मर्निङ। जतिजनाले हेर्नु हुँदैछ सबैजनालाई गुड मर्निङ अनि नमस्ते। आज फेरि घरमा बसेको छु अनि आज चाहिँ घर सफा गर्ने टन मेरो छ। घरमा केही पनि छैन हो। हेर्नुहोस् है, यो चाहिँ सानो दिदीको रुम हो। ठुलो भान्जी सुतेको थियो हो, बिहान चाहिँ उठाउनु। यो हाम्रो मम्मी र पापाको रुम हो। अनि आज ठुलो भान्जीको बर्थडे हो। मैले उसलाई बर्थडे नि विस गरेको छुइनँ। उसलाई चाहिँ अब सरप्राइज दिउँ भनेर त्यो रुम हेर्दैछु, कुन चाहिँमा दिउँ भनेर हो। यो रुममा दिनुपर्छ होला हौ। यो रुम सफा गर्नै 12 बज्ने रहेछ नि। म एक्लै छु आज हो। छाना त भाइहरू पनि छ, दुईजना। उनीहरू तल सफा गर्दैछ, देखाउँदैछु तपाईँहरूलाई। आज बहिनीलाई चाहिँ भान्जीलाई चाहिँ सरप्राइज दुईजना तल सफा गर्दैछ। मम्मीले हेर्नु हुँदैछ, एकजना सब कुनामा सफा गर्नु पर्छ हो। 5 minutes later. यसो गाइस, किचन बहिनीले सक्यो सफा गर्नु यहाँ चाहिँ दुईजना खाने एकदम मजाले हो। आज सफा गर्नु भान्जीले कोही छैन, म मम्मी बुबा दुईजना भान्जी नानी भान्जी अलिक छ। अब पछि आयो मेरो रुममा साथीहरू। यो चाहिँ मेरो रुम चाहिँ भेटाइ मेरो रुम सफा गर्न साह्रो घर बसेर। यो चाहिँ भान्जाहरू सुत्ने हो। उनीहरू चाहिँ हुन्छ है ढङ्गले ढङ्गले सक्छ त्यो भनेर। मम्मीले चाहिँ पहिला मुन्टा टिप्नु भन्नुहुँदैछ, बेलुकाको लागि सब्जी हो। म चाहिँ मुन्टा टिप्नु जाँदैछु। कहाँ गयो टिप्नु मम्मी? मम्मी मम्मी कहाँ गयो टिप्नु? कहाँ गयो टिप्नु भनेको? मम्मी भान्जीहरू कसैले मासु खाँदैन नि त हो। अन्त म चाहिँ मुन्टा टिप्नु जाँदैछु मम्मीहरूको लागि। 5 minutes later. फाइनली टिपिसकेँ गाइस मुन्टा चाहिँ। यहाँ हेर्नुहोस् है, यहाँ चाहिँ बस्तीको चामल बिहान गयो पिसीहरू लिएर आएको मैले। यसै अब तपाईँहरूलाई देखाउनु छु मैले काम गरेको है। स्टार्ट चाहिँ अब किचनबाटै गर्छु होला। अब देखाउँदैछु बिस्तारो, हेर्नुहोस् होला। लाइक सेयर कमेन्ट गरिदिनुहोस् होला है। Much later. आएपछि रुम सफा गर्छु। फाइनली यति चाहिँ मैले गरिसकेँ हो। यतिको चाहिँ गरिसकेँ होइन। अब एकछिनमा केक सेक ल्याएर त्यहाँबाट अरू सामान ल्याएर गर्नेछु, त्यहाँबाट देखाउनेछु गाइसहरू। जस्तै